कहिलेकाहीँ जीवनले जन्मदेखि नै सङ्घर्ष दिन्छ, तर त्यही सङ्घर्षले एक दिन मानिसलाई अरूको सहारा बन्ने शक्ति दिन्छ। त्यस्तै एउटा नाम हो आशिष कार्की। MA भ्लग्स उहाँको च्यानलको नाम हो, तर वास्तविक जीवनमा उहाँ एक ट्रक चालक, एक सहयोगी मन भएको समाजसेवी र धेरैका लागि आशा बन्नुभएको मान्छे हुनुहुन्छ। नागाल्यान्डको माटोसँग गहिरो रूपमा जोडिएको एक सच्चा गोर्खा सन्तान, जसले आफ्नो मेहनत, सङ्घर्ष र सेवाको भावनाले आज धेरै मानिसहरूको मन जित्न सफल हुनुभएको छ। उहाँको बाल्यकाल एकदमै सङ्घर्षमय बित्यो। अभाव, कठिनाई र जीवनका अनेकौं परीक्षाबीच सानै उमेरदेखि उहाँले जीवनसँग लड्न सिक्नुभयो। सायद त्यही सङ्घर्षले उहाँलाई आजको संवेदनशील र दयालु मान्छे बनायो। आज जब उहाँले कुनै गरिब, दुखी वा असहाय मानिस देख्नुहुन्छ, उहाँलाई आफ्नै विगतका ती कठिन दिनहरू याद आउँछन्। त्यसैले उहाँको मन सधैँ सहयोगतर्फ अघि बढ्छ। उहाँका लागि जात, भाषा वा समुदायभन्दा ठूलो कुरा हो मानवता। नागा होस्, गोर्खा होस् वा अरू कुनै समुदाय, उहाँ सबैलाई समान सम्मान दिनुहुन्छ, सबैलाई अपनत्व दिनुहुन्छ। कसैलाई औषधि चाहियो भने सहयोग, कसैलाई खाना चाहियो भने साथ, कसैलाई समस्या परेमा साथमा उभिनु। सानो होस् वा ठूलो, आशिष कार्की कहिल्यै पछि हट्नुहुन्न। आज सामाजिक सञ्जालमा पनि उहाँप्रति मानिसहरूको माया दिन प्रतिदिन बढिरहेको छ। फेसबुकमा मात्रै उहाँलाई करिब 1,31,000 भन्दा बढी मानिसहरूले फलो गरिरहेका छन्। यो केवल सङ्ख्या होइन, यो उहाँले कमाएको विश्वास, माया र सम्मानको प्रमाण हो। उहाँका भिडियोहरूमा केवल दृश्य मात्र हुँदैनन्, त्यहाँ देखिन्छ मानिसको पीडा, मानिसको आशा र एउटा ठूलो मन भएको व्यक्तिको प्रयास। आशिष कार्कीको यात्रा केवल आफ्नो लागि होइन, अरूको जीवनमा उज्यालो ल्याउने यात्रामा बदलिएको छ। IGV अनलाइन टेलिभिजनको तर्फबाट हामी आशिष कार्कीप्रति हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। उहाँले समाजमा माया, एकता र मानवताको सन्देश फैलाइरहनु भएको छ। उहाँ जस्तो व्यक्तित्वले धेरैलाई प्रेरणा दिएको छ र अझै धेरैलाई सही बाटो देखाइरहनेछ भन्ने विश्वास छ। साँचो हिरोहरू सधैँ मञ्चमा हुँदैनन्, उनीहरू शान्त रूपमा आफ्नो काम गर्दै अरूको जीवनमा परिवर्तन ल्याइरहेका हुन्छन्। आशिष कार्की एउटा नाम मात्र होइन, सङ्घर्ष, सम्मान र सेवाको जिउँदो उदाहरण हो। यस्तै भिडियोहरू हेर्नका लागि IGV अनलाइन टेलिभिजनलाई फलो गर्नुहोला।